हेलो दिस इज मान्छे पुरै ठिस गुड मर्निङ त्यस्तो गाइजहरू भ्लग बनाइदिएको यस्तै हो भ्लग। यो रनमतीको छोरो कलेज आइपुग्यो। अब 10 बज्न पनि 4 दिन जति लाग्छ कि कलेज पनि आइपुग्यो। कलेजमा 0 छ मान्छे। अब आउँछन् एकदमै वाइल्ड छिटो आइपुग्यो। घाम पनि झुल्केको छैन राम्रो यस्तो छ अवस्था। वाइल्ड जाडो छ अहिले यतिखेरको अवस्थामा होइन। दिस इज फकिङ क्लासरुम विदाउट टिचर भनेपछि हामी के पढ्ने हो त? के जान्ने हामीले? क्लासमा टिचर नभएको बेला पढ्नु नि त मुभीहरू हेर न। यस्तो छ अवस्था सबै। क्लासमा टिचर नभएको बेलाको अवस्था। कल्स यता हेर्दा है कल्स काले समीरे सिक्का झल लाडो दिन्छ। लाज लाग्यो म त काट्दिन्छु आफै यार म त थट। हाम्रो क्लासको एउटा केटीको झालबाट तान्दिरह अब हाम्रो क्लासको एक्जाममा होइन हौ एक्जाममा होइन अस्ति क्लासमा बसिरहेको एउटा झालबाट तान्दिरह एउटा केटीको। सर दिनु न हौ हामी चान्स दिनु न अब आउँदिन भन्दै थियो गाडी ब्रेकको बेला हो। त क्लासमा भन्छस् कि म चाहिँ भलिबल हल्लाउँदै हुन्छ तल भन्छ ब्रेकको बेला म्याचमा कसरी हुन्छ? दिस इज बाटो यो खाते हो ऊ त्यो को हो। यसरी नै हिँड्दै जाँदाखेरि मैले भिडियो खिच्दै थिएँ अनि स्टोरेज फुल भएर भिडियो भएन छ। 2 GB त हो त्यो पनि मेमोरी हालेको। त्यो स्यामसङ J1बाट खिच्दैछु म यो भिडियो चाहिँ। जमानामा त्यो 2070-71 सालतिर आएको फोन अहिले 2082 भइसक्यो भनेपछि 12 वर्ष। 12 वर्षमा 7-8 वर्ष चाहिँ अरूले नै चलाएर त्यस पछाडि मैले भर्खर पाएको छु भनेपछि म अलिकति खत्रै लोप हुँदै गएको कुरा जस्तो स्यामसङ J1 चलाइरहेको छु। स्यामसङ J1मा यो बाख्राहरू पनि देखियो। यहाँ अर्को पनि छ बाख्रा फेरि बोका हेर्ने हो गाइज बोका। यो एउटा बोका खैरो बोका रनमतीको छोरो। अनि अब हामी जाँदैछौँ यो बाटो परेवा छ नि दही चिउरे देउ छोरी ए आकाशै ढाकुन। अनि यहाँ भइरहेछ यस्तो कामहरू यताउता दायाँ बायाँहरू यस्तो। यहाँबाट देखाइदिउँ अलिक देखिएन यहाँबाट देखाइदिउँ देखियो होला। अहिले धेरै देखायो भने कराउन सक्छन्। यहाँ माथि अङ्कल बसिरहेछन् एउटा। अनि मलाई भ्लग बनाउने ठुलो जोस आइसक्यो। अब मलाई भ्लग बनाउन सबै कुरा थाहा भइसक्यो यताउता। अब एउटा कुरा बाँकी भनेको स्पोन्सर रेडबुल एक्सट्रिम यताउता दारू सारू ल्यान्दा नि हुन्छ स्पोन्सर मलाई चाहिँ। ए डिलक्स अरे यो गाडी पनि मैले प्रमोसन हान्दै ल यो डिलक्समा चढेर काठमाडौँ जानु होला भ्रमण जानु होला यताउता। कुकुरहरू नरेश भाइहरू जसरी सुतिरहेछन्। यहाँ घर बनिँदैछ एउटा। यो घरमा बनाउने सिमेन्टहरूले स्पोन्सर हाने नि हुन्छ। यस्तो बाइक साइक के यसो क्रस फायरले स्पोन्सर हाने त झन्डै हामी बबाल हो। यहाँ जापानको नाली यस्तो सफा छ माछा देखिरहेछ भुइँमा। यहाँ माथि उयो घरमा सिसी क्यामेरा राखेको छ। त्यो सिसी क्यामेराले हेरिरह होला हामीलाई ल ठिक छ। त्यसबाट नि केही लाग्छ छैन मेरो अनुहार यही हो। अनुहार मात्रै छैन लुगा नि खोलिदिन्छु अहिले म फेरि पैसा दिन्छ। तपाईँ सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ अरे भनेर नि लेखेको छ अरे त्यहाँ। मैले चाहिँ थाहा पाइनँ यो छक्सले भनेको। अनि यहाँ यस्तो घर बनाउने काम चलिरहेछ। अनि यो हाम्रो केटाहरू चाहिँ जिम हान्ने यताउता उयसमा गर भन्ने कुरा गर्छन्। यसरी गर्दाखेरि चाहिँ एकदमै हाम्रो शरीर स्वास्थ्य पनि हुन्छ पैसा पनि आउँछ। अनि हामीले पनि काम चाहिँ हान्नुपर्ने हुन्छ जे भए पनि। अहिले चाहिँ खाएर बस्न पाइराखेको छ। भविष्यको दिनमा ठुलो घर बनाउँछु भन्ने सपना छ तपाईँहरूको भने तपाईँहरू अहिलेदेखि नै चाँडै मिस्त्री भइहाल्नु होला कि तपाईँहरू जन्मैदेखि धनी हुनु पर्यो। होइन भने तपाईँहरूको त्यो ठुलो घर बनाउने सपना अधुरै हुनसक्छ। यो मेरो भनाइ हो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाभन्दा अलिकति महान कवि भन्दा नि मान्छे चाहिँ हो। म यहाँ फुल फुलेको रहेछ, तपाईँहरूको चिक्सहरू यताउतालाई फुल दिनु पर्यो भने आएर चोरेर लाँदा हुन्छ, केही फरक पर्दैन। यस्तै छ। यहाँ मेवाको बोटमा चराले खाइदिएछ, उस चराहरू त्यहाँ उडिरहेछन्। भ्लग पनि अति नै हान्थेँ मैले। नेक्स्ट लेभलको 300 मिलियन क्रस भ्युज चाहिँ हुनुपर्छ यसमा। यति नै भएन भने मुझे नेपालीहरूको काम छैन। यहाँ धान काटेको छ र यस्तै छ। ऊ फ्याटफ्याटे चल फ्याट गरेर। यहाँ अगाडि पनि क्लासिक 350 छ। मलाई बुलेट यो रोयल इनफिल्डले पनि स्पोन्सर गर्दा केही फरक पर्दैन। त्यो एक्सट्रिमले गरे झन् राम्रो हुने। बिहानै गुड मर्निङमा एक्सट्रिम हान्दै कलेज जाँदाखेरि कस्तो होला। म चाहिँ फ्रीमा प्रमोसन गरिरहेको छु, ठिकै छ। आउला कुनै दिन हाम्रो पनि। ए आन्टीहरू आउँदै हुनुहुन्छ यो बाटोमा। अब यहाँदेखि उता मलाई लाज लाग्छ यसरी क्यामेरा बोक्न, त्यही भएर म अहिले यहाँनिर बन्द गर्छु, अलिकति अगाडि गएर खोल्छु ल। र हामी जाँदा हामी आइसकेको छौँ। मलाई यसरी क्यामेरा निकाल्न अलिक निकै नै लाज लाग्थ्यो हिजोसम्म। आजदेखि चाहिँ लाज लागे पनि लागोस्, नलागे पनि नलागोस्, बेइज्जत भए पनि होस् नभए पनि नहोस् भनेर मैले आँट गरिसकेँ। अब मर्दाको छोरो मर्दैन अरे, बाँचेर देखाउँछु म। पछाडि आइरहेछ गाडीहरू, यो गाडीले नि मलाई हेरो होला, पक्कै हेरो, 100 हेरो। को बोल्दै आउँदैछन् ओ घर गर्दैछन् पछाडि। आमामा टेन्ट सेन्ट हाउस यताउता जस्तो छ यो चाहिँ। एकदम कुर्सी सुर्सी बोकेर मासु सासु। ए दाइ एमालेको त होइन नि यो, यसो उयो पार्टीको त होइन नि हो? ल ठिक छ यो एमालेको अरे। यो चाहिँ एमाले मासु भात बनाउनको लागि लाँदैछ यो एमाले। हाम्रो केपी बा मासु मिठो रहेछ भने भोट त्यता हान्नुपर्छ गाइज। अनि साईको आमामा। अनि हामी आइसकेको छौँ घर। अब घर गएर एप्स हान्नुपर्ने हुन्छ। एप्स हानेर यताउता गरेर अब जे पनि गर्न सकिन्छ। त्यो सबै कुरा भिडियोमा देखाउन मिल्दैन होला, मिल्न त मिल्छ होला। अल्छी लाग्छ बनाउन होला। अब फोन चलाउनु परिहाल्यो, भिडियो कलले बनाएर राख्ने। गेम हान्नुपर्छ अब 1-2 गेम पब्जी। पब्जीको नि प्रमोसन गरेँ यार। मलाई त अब पब्जीले नै स्पोन्सर हान्नुपर्ने भने। मेरो त सधैँ पछि यो नेपालले कहिले केपी चोरलाई मेसेज हानौँ कि होइन, त्यसो नभनौँ। आयो यहाँबाट रातो र अर्को सफारी 3 चक्के गाडी। एउटा नरेश भाइ खल्स गर्छ एउटामा। जाऊ विराटनगर धरानी टरी भन न। अनि यहाँ छ पराल, यता छ पराल। यो धान सान कुटाइसकेको अरे परालबाट चाहिँ धान निकालिसकेको। आयो बस पछाडिबाट। ल ठिकै छ, म पुगिसकेँ। यही हो घर। कसको बस होइन, त्यो स्कुलको बस हो। यो साइको पनि गयो। ल